धेरै, धेरै, धेरैजनाले छोडेको होइन। अब बुवा मम्मीको भन्दा छुट्टै बस्छन् मान्छेहरू होइन युरोपतिर। तर बुवा मम्मी चाहिँ बुढो भएपछि के गर्नु होला होइन? त्यतिकै छोड्नुहुन्छ कि वास्ता गर्न पर्दैन? वास्ता चाहिँ गर्छन् होइन बच्चाहरूले होइन मिलाएर। तर प्राय चाहिँ बुवा मम्मीहरू, बुढो मान्छेहरू इन्डिपेन्डेन्ट बस्न मन छ है। उनीहरू चाहिँ एकदम स्वस्थ भएर त्यतिकै आफ्नो आफ्नो ठाउँमा बस्न मन छ होइन। त्यसरी मेरो हजुरआमा हजुरबुवाहरू पनि कता छुट्टै आफ्नो आफ्नो ठाउँमा बसिरहेछन् होइन। कोही 80 वर्ष हुन लाग्यो होला। अनि त्यतिकै आफ्नो आफ्नो ठाउँमा बस्छन्, आफ्नो आफ्नो खाना पकाउँछन् होइन, आफ्नो आफ्नो कुराहरू गर्छन्। काम काम चाहिँ गर्दैन तर अलिकति के त्यस्तो भलन्टियरिङ के गर्छन् होइन। यताउता रमाइलो गर्छन् होइन। परिवारहरू भेट्न जान्छन्। त्यस्तो साइक्लिङ गर्छन् के गर्छन् नि होइन। तर पछि चाहिँ के गर्ने होइन, उनीहरूको स्वास्थ्य कहिलेकाहीँ अलि नराम्रो पनि हुनसक्छ। त्यतिखेर चाहिँ घरमा पनि इन्सुरेन्सबाट त्यो सरसफाइ गर्ने मान्छे आउँछन् होइन। आउन सरसफाइ गर्न दिनमा कि हप्तामा अनि जति चाहिन्छ त्यति आउँछन्। अनि अलिक तपाईँलाई गाह्रो भयो भने नुहाउन सकिएन आफूले कि लुगा लाउन सक्नुहुन्न भने नर्स पनि आउन सक्नुहुन्छ होइन घरमा। त्यसरी चाहिँ मिलाएको छन् होइन। नर्स पनि आउनुहुन्छ तपाईँलाई सुताउनुको लागि, लुगा लाउनुको लागि होइन। बिहान आउँछ बेलुका आउँछन् त्यसरी गर्छन्। अनि बुढो मान्छेलाई धेरै गाह्रो भयो भने नत्र हस्पिटलमा बस्छन् कहिलेकाहीँ होइन बिरामी हुँदाखेरि। नत्र त्यतिकै गाह्रो भयो बुढो भयो होइन नर्सिङ होममा पनि ठाउँ भयो भने धेरैजना हुन्छन् होइन अहिले बुढो मान्छेहरू नेदरल्यान्डतिर। तर नर्सिङ होममा ठाउँ छ भने नर्सिङ होममा बस्न थाल्छन् होइन। फुल टाइम केयर पनि हुन्छ त्यहाँ। अनि अरू बुढो मान्छेसँग अलि रमाइलो गर्ने पनि मिल्छ त्यसरी। नत्र धेरै बिरामी भए पनि हस्पिसमा बस्छन् होला अन्तिममा। त्यसरी नै हुन्छ। अब प्राय चाहिँ आफ्नो आफ्नो ठाउँमा बस्न मन